हेलो गाइस वेलकम टु मेरो एउटा नयाँ भिडियोमा र तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भनेर आशा राख्दछु। सबैजना सन्चै त हुनुहुन्छ र भगवानको कृपाले। र म आज जाँदैछु पेङल चेलीले होम टाउन र किन जाँदैछु भनेर मेरो भिडियो फुल भिडियो हेर्नु होला र तपाईहरुलाई थाहा हुन्छ र बहुत दिनबाट सोचिरहेको थिएँ एउटा वस्तु एउटा चीज ल्याउनको लागि र म आज आइसकेछु फाइनली र त्यो चीज आउनेवाला थियो बासमा र बासमा आइरहेको थिएँ कतिखेर आउँछ भनेर भोलि हो विश्वकर्मा पूजाको लागि भनेर बजार सजार पनि गरिसकेको छु र त्यो चीज पनि आइसकेछ र त्यसको भिडियो बनाउनलाई मैले भुलि गएँ र अटोमा त्यो चीज राखेर म घरको लागि हिँडेँ किनकि बहुत दिनबाट सोचिरहेको थिएँ ल्याउँछु भनेर तपाईँहरूलाई थाहा छ मिडल फ्यामिलीको अवस्था र कस्तो हुन्छ र घरमा पनि सोचेको छु र त्यो चिज त्यो मेसिन सिलाइ मेसिन किनकि मलाई बहुत जरुरत थियो सिलाइ मेसिनको र म आइसकेछु घरमा र कपडा चेन्ज गरेर पनि अनबक्सिङ गर्नु लागिसकेको छु किनकि नयाँ एउटा चिज आयो मलाई यति फुर्ती लाग्छ र कतिखेर खोलौँ के गरौँ कतिखेर हेरौँ मलाई कस्तो छ होला के छ होला बा के भयो कि बा जस्तो पनि लाग्छ कि त्यो थियो सिलाइ मेसिन किनकि मलाई सिलाइ मेसिनको जरुरत थियो बहुत दिनबाट ल्याउँछु सोचिरहेको थिएँ र आज फाइनली ल्याउनुलाई सक्सेस भइसकेको छु र हेर्न सक्नुहुन्छ र मलाई सिलाइ मेसिन फिटिङ कसरी गर्छ थाहा छैन र युट्युब र गुगल जिन्दाबाद छ र युट्युबमा हेरिरहेको थिएँ कसरी फिटिङ गर्नुपर्छ भनेर हेरेर गर्दै थिएँ र आमाहरू पनि हुनुहुन्थ्यो र मामा घरमा छोरा थियो र मामा घरमा जानुभएको थियो र म फिटिङ गर्दा गर्दा मामा पनि आइसक्नुभएको छ आमा पिता सबैजना आइसक्नुभएको छ र मामा भन्न थाल्नुभयो कि के गर्दैछ भनेर म मिसिन बनाउँदैछु भन्न थालेर देऊ म पनि बनाइदिन्छु भनेर आउनुभयो मामा पनि अनि एक्लै जे चिज गर्दा पनि एक्लै त के राम्रो हुँदैन दुईजना भयो भने त मिलिजुली गर्नलाई सजिलो पनि हुन्छ किनकि नोटेर देखेको थिएँ र कता लाउने के लाउने भनेर थाहा थिएन त मोबाइलमा हेर्दै युट्युबमा हेर्दै कसरी गर्नुपर्छ भनेर मामा भान्जी बनाइरहेको थियौँ किनकि आज भोलि त थियो विश्वकर्मा पूजा र आज सब फिटिङ गऱ्यो भने भोलि पूजा गरेर पर्सिबाट सिलाइ स्टार्ट गर्न सक्छु भनेर किनकि मैले 2 महिना मात्रै सिकेर त्यति खास त मलाई आउँदैन र हातमा मिसिनमा हात बसेको पनि थिएन र घरमा मिसिन भयो भने त चलाइराख्न सकिन्छ र हात पनि बस्छ र राम्रो सिलाइ गर्न पनि सकिन्छ तर मेरो घरमा मिसिन थिएन र मामा घरमा थियो र मामा घरमा कहिले सिलाउँथेँ त्यो पनि कतिखेर टाइम हुँदैन थियो त्यो पनि आफ्नो घरमा भन्दा जतिखेर पनि सिलाउन सकिन्छ गाइस र हेर्न सक्नुहुन्छ नजान्ने भन्ने कुरा केही छैन युट्युबमा हेर्नुपर्छ कि जे चिजको पनि सोल्युसन त हुन्छ र फिटिङ कसरी गर्नुपर्छ भने युट्युबमा मजाले हेरिरहेको थिएँ मामा र म यता लगायो भने राम्रो हुन्छ होला भनेर दुईजना मिलेर बनाइरहेको थिएँ अरू पिता आमाहरू पनि हेरिराख्नु भएको थियो कसरी बनाउँदैछ भनेर किनकि घरमा अरू मान्छे पनि आउनुभएको थियो र हामीहरू उता हुनुहुन्थ्यो र मामा र म बनाइरहेको थिएँ किनकि बेलुका पनि भइसकेको थियो लगभग 5 बजिसकेको थियो सायद अरू मामा पनि यहाँ बस्नुहुन्न अनि मामा यहाँ बस्नुहुन्न नि त अरुणाचलमा बस्नुहुन्छ भने जान्छु भनेर आफ्नो निक्लिनु थाल्नुभयो अनि म एक्लै बनाउँछु भनेर बनाउँदैछु कि आधी फिटिङ त भइसकेको थियो र माथिको लाउनु मात्रै बाँकी थियो र आधी तक बनाइदिइसक्नुभयो मामाले अरू मामाले जानुभयो र मामालाई बिदाई गरेर फेरि म आइसकेँ बनाउनुको लागि र कसरी बनाउँछ भने फेरि मोबाइलमा हेर्दैछु किनकि एक्लै बनाउने आइडिया त आउँदैन र आमा पनि हेर्नुहुन्छ कसरी बनाउँदा ठिक हुन्छ भनेर आमा पनि मोबाइलमा हेरिराख्नु र आमा र म हेरिरहेको थिएँ र कसरी मिलाउँदा ठिक हुन्छ भनेर मैले माथि राखिरहेको थिएँ यस्तो गर्दा ठिक हुँदो रहेछ भनेर र फेरि निक्लाएर अनि एकछिन आराम गरेर फेरि लागेँ गर्नुको लागि किनकि यही साइडमा जुन मेन त खिली हो खिली राम्ररी लगायो भने त फिट राम्ररी बस्छ भनेर त्यहाँ चिना दिएर मजाले गरिरहेको थिएँ किनकि यति टाइट थियो र गाइस बनाएर कम्प्लिट भइसकेको थियो फिट भइसक्यो नेक्स्ट डे अब विश्वकर्मा पूजातिर म पूजा गर्दै थिएँ मिसिनलाई र मालाहरू लगाएर टिकाहरू लगाएर प्रसादहरू सबैलाई बाँडिदिएँ र गाइस राम्रो लाग्यो भने एउटा लाइक एउटा कमेन्ट एउटा सब्सक्राइब गरिदिनु होला गाइस थ्याङ्क यू मेरो फुल भिडियो हेर्नुको लागि धन्यवाद।